फाइनल्ली हामी दुई भाइ चाहिँ कङ्की देउराली अहिले निर्माण कार्य भइरहेछ, काम बनाउने काम भइरहेछ है। हामी चाहिँ टक्क दुई भाइ हामी चाहिँ यो टक्क गरियो। बाइक चाहिँ माथि आउन सकेन, बाइक तलै राखेर माथि आएको हामी। अझ हामी फर्किसकेको। हामी आउँदा चाहिँ यहाँ फाइनल्ली बन्द भइसकेको रहेछ, 5 बजी बन्द हुने रहेछ। तर हामी चाहिँ अलिक ढिला आएको भएर मिलाएर चाहिँ छिरेको। हामी दुई भाइ चाहिँ है त्यहाँबाट सर र रेसुङ्गा देख्न पाइन्छ, तम्गास देख्न पाइन्छ। रेसुङ्गा चाहिँ फाइनल आज कुहिरोले छोपिसकेको छ, अलिअलि देखिँदो रहेछ। हामी चाहिँ झर्दिएको कङ्क्रिटबाट है। आइयो अलिअलि फोटोसोटो खिच्यो, अरू केही छैन। म चाहिँ के भन्छु भने सबैजनालाई कङ्की देउराली चाहिँ घुम्न आउनु भन्छु। सानो बच्चाहरू लिएर खेल्नको लागि सानो फन पार्क पनि रहेछ है बच्चाहरूको लागि। ल सबजनालाई चाहिँ कङ्की देउराली घुम्नु होला, एकपल्ट भिजिट गर्नु होला। यो चाहिँ एकपल्ट घुम्ने ठाउँ हो। फेरि गुल्मी र बिसनको सङ्गम स्थानमा रहेको यो कङ्की देउराली हो। यो चाहिँ पार्क बनिसकेको रहेछ। म चाहिँ लगभग 9-10 वर्ष अगाडि चाहिँ गेम खेल्न आउँदा चाहिँ आएको थिएँ, तर त्यति बेला चाहिँ यस्तो थिएन है। अहिले चाहिँ यस्तो निर्माण कार्यहरू भइरहेछ, भवनहरू बनिरहेछ।